खासना चाहिँ शिक्षा यदि त्यामलला चाहिँ जिन सिक्किन त जी चाहिँ एज मतलब चिचोरी रुपैयाँ कया सिक्किन जी चिचोरी रुपैयाँ चाहिँ कयाको सिक्किन चाहिँ स्टुडेन्ट रुपैयाँ क्या मक्करी यदि सिक्किन त स्टुडेन्ट रुपैयाँ क्या खर्च चाहिँ थोक किताब चाहिँ शिक्षा चाहिँ यदि यो याद गरेर लाग्छ सिउलाई चाहिँ थोक गाइड बुक चाहिँ जुइ गरेर त थोक टिचिङ मतलब रिडिङ मेटेरियल चाहिँ मुक्त हो थो चाहिँ गाइड बुक जुल थोक गाइड बुक आधारे शिक्षा थप समय चाहिँ गनौला आँखा बङ्काउने ख वो आँखा बङ्काउनेले वो बक्ता चाहिँ आमला उमेर गुली दुपिङ ख 18 वर्षमा चोए बिगे 18 वर्षमा कोही बिगे 50 वर्षमा चोए बिगे 50 वर्षमा कोही बिगे वो पुग क्याटेगोरी चाहिँ शिक्षा या मागो एसबुटी ना चाहिँ शिक्षा यदि चाहिँ आँखा टिचिङ या आउनु भले यिसले चाहिँ सो हाम्रो चाहिँ प्री टेस्ट गाया माग प्री टेस्ट हो मतलब सुरु लाग्छ गुली मसहर गा सिक्यो वो चाहिँ नम्बर 1 मतलब प्राइज शिक्षा चाहिँ या मागो एजुला सुरु लाग्छ हरेक मिस्टर ए बी सी डी ई एफ जी एल गोनम मनु डोम ला मिस्टर मिसेस सुजुरगा वो क्याटेगोरी सुटे यावले चाहिँ का मिस्टर ए ना चाहिँ थुलितको सिउगा मिस्टर बी ना थुलितको सिउगा जो थके चाहिँ मतलब ब्याकग्राउन्ड इन्फर्मेसन दया चाहिँ वो ब्याकग्राउन्ड इन्फर्मेसन सिक्किन त डर लाग्छ सेकेन्ड टाइम यो चाहिँ गो क्लास 7 भले हान चाहिँ सब मेटेरियल तयारी आछ चाहिँ सिक्किन जालगे चाहिँ सित याको चाहिँ जी थनो या याको चाहिँ जिन्सको बरबरे ना चाहिँ सिक्किन नेभी ड्रामनला चाहिँ थनो या खला यो छु मतलब कलम थिया हुन्छ नि घुमाउ मनोट त गेजी फटला छ भ्या पनि एकदम चाहिँ बोलो टीडीएस सब्जेक्ट हैन भ्या पनि हो त्यसका टीडीएस मतलब एकदमै न नवे हो तर यो सब खास कारण छोराला स्टुडेन्ट यो मेन कारण छोराला टीचर क्वालिफाई बजो लाग्छ स्टुडेन्ट हो यो बेला टीचर यदि स्टुडेन्ट त्यहाँ चाहिँ गएको एट्र्याक्सन जी या मफटर लाग्छ स्टुडेन्टलाई अठाइ हो होइन अब साहित्य जुल कविता जुल कहानी जुल हरेक किसिमको खलाबले चाहिँ यदि उके जुनै डाउन फसलको न्याउ मको मलाई न्याउ मको ददरसाला टीचर समय यहाँ अथवा प्रोफेसर जिमा न्यामे जिमा परपचका हाला चाहिँ लुने चम मनुन एक नानी न्याउ चाहिँ पनि वो जोर गाडी हो चला लाग्छ टीचर चाहिँ क्वालिफाइड मजो ढाएको हुन्छ ओके टीचर बुलिन चाहिँ मेटेरियल जोना हो वो मेटेरियल चाहिँ फुक्कसित चाहिँ मतलब इन्ट्रेस्टिङ जिमाल नि अल भगा न्याउ मको मस्तै त आफा बंगला ए पर दगा ढया अरवा बंगल गाजे बुक्समा चाहिँ मतलब इन्फोज याना चाहिँ सप्रेस याना चाहिँ बंगलालाई मस्तसँग भुलेन पनि मको तर मस्त थर्डमा पिसाए जी थो बन्नला जिदा थुली सेगी आहा गुली नि फर ए या मस्तै त बंगला चाहिँ वा बाहकन मल्ला मे हाले मल्ला मला चकलेट बिया जिल्ला वा वो सुना नगा जिल्ला हरेक याना गला वो इन्ट्रेस्टिङ मतलब इन्भाइरोमेन्ट देख्न आउकार मेन कारण हो का एरिया टीचर चाहिँ क्वालिफाई जोला स्टुडेन्ट त्यहाँ भुले नि होइ मको आ ढाड्नु छोराला चाहिँ नजर ढाड्नु देयर इज नो बेस्ट मेथड सो चाहिँ भाषा किउलाई चाहिँ तरमा छौ चाहिँ मतलब मूल मन्त्र पागर सुन मनुन चाहिँ भा यदि चाहिँ सेकवल गरेर लाग्छ छम मनुलाई चाहिँ गोको मेथड चाहिँ एप्लिकेबल लाग्छ मेम मनुलाई चाहिँ एप्लिकेबल मजिबा एजुटी ना चाहिँ शिक्षा चाहिँ चुलमाङ बिमा लाग्छ आ मेउ छरा खन्चर लाग्छ एभ्रीवन लर्न्स इन अ डिफरेंट वे सुना चाहिँ सेको वे ख वो सेको मनुन छम मनुन चाहिँ छौ समस्या को लाग्छ मेमो मनुन त मेरो समस्या किका फटो वे गोको चाहिँ ग्राबिङ आइडिया गर्दै छु नि मलाई वो चाहिँ मेवा जोनी तर हानो मेउ छ त खप्सो शिक्षा सेकमा लाग्छ छौ चाहिँ लर्न ल्याङ्ग्वेज छौ चाहिँ एक्वायर ल्याङ्ग्वेज लर्न ल्याङ्ग्वेज गाड हो चाहिँ सेगोपुटी भ्याज ल सेगोपुटी भ्याज चाहिँ जिन्स एउटा लोमना हुन पुगा हो फर एक्जाम्पल जिन्स हो एक्जाम्पल बे जी एनडीएस टेन्पले चाहिँ जी जुम्ला आउन होगा वो फार्स्ट मान्छेले जुम्ला आउन अनौना चाहिँ 10 महिना चुनाव या अन 10 महिना चुनावले जी जुम्ली भ्याज सल गजी जुम्लु भ्याज सल तर लिपा चाहिँ जुम्ला यो पि मनुट छन काठमाडौँ एउटा नाप्लामा आउले जिउ भ्या वो विभिन्न भ्यालाले जी पर्छ गेखेगा दुर्गा लर्न ल्याङ्ग्वेज थियो एजीका लोमठे चाहिँ तर सब कन्सियस माइन्ड चाहिँ भुलिन भोकाबुलरी थियो वो भोकाबुलरी चाहिँ भुलिन लोम्नी मका वो जिमका कम्प्युटर बुलियो नो कम्प्युटर याने हंगा बुलिन इन्फर्मेसन तै नि अले बटन का चिल्ला हानो प्याउइन तमारम अथे धै थे वो लर्न ल्याङ्ग्वेज चाहिँ चीज वो सेक्रेटरी हो भाइ त चाहिँ वो छुनो चीज बटन पिथे ना चाहिँ टिक बल ट्रिकिङ प्वाइन्ट गर्दै होला वो ट्रिकिङ प्वाइन्ट यदि दट गर्दा लाग्छ हानो वो लुम्ना होइगा अब चाहिँ शिक्षा चाहिँ नेवा भ्यावा नेपाली बाहेक अथवा अंग्रेजी बाहेक बेउ छु थर्ड अथवा फोर्थ ल्याङ्ग्वेज सेकेन्ड यु डस लुमका दिस वो भ्या भेटेन चोनगा अथवा फारसी जिमा हिन्दी जिमा मैथिली जिमा न्यावा भाषा न उ टाइममा चाहिँ शिक्षा वो भ्या स बाङ्गे थु एकदम क्लियर जो टाइम कम्प्रिहेन्सिभ गराइ तर आ चाहिँ वो भ्या लोमन वो लोमन र जो चाहिँ मेन कारण छ सब कन्सियस माइन्ड चाहिँ गोबर वो दया चोंडो तर उइट चाहिँ हाना कन्सियस माइन्ड न्याउने हेड चाहिँ न्याउसान छ चाहिँ ट्रिगरिङ पोइन्ट मागा वो ट्रिगरिङ पोइन्ट न्याउन जिफो गोमुक्ते कलर न जिफो गोमुक्ते मुनु न जिफो वो अब्जेक्ट चाहिँ न्याउन जिफो तर हाना वो ल्याउ है वो ल्याउन गर ल्याउ आ
मेरो छौ चाहिँ उदाहरण सुनाउला चाहिँ एबीसी स्टुडेन्ट चाहिँ जाँच बिहोन गर्ला छ फर्स्ट एटेम्प्ट यापट्टि चाहिँ क्वेसन चाहिँ ठाकुर ललाला वो जाँच फेल दिएको वो सबकन्सियस माइन्ड वो झ्याएम हो एजुनी ना चाहिँ झिन्याउ क्वेसन मध्येले थर्ड डक्लै अफ हो चाहिँ सुका वो चुज या हो वो चुज याना चाहिँ वो सबकन्सियस माइन्ड त सुला छ कन्सियस माइन्ड नि अनि फुक अफ चल्ने वो अफ चोलिसे चाहिँ अहिले थ लोमना वन को खना चाहिँ लिपा हान बिस्तार बिस्तार अहिले चाहिँ जान्छ चाहिँ ठाउँ फुक्क क्वेसन चाहिँ टाइममा भयो जी तर छौ चीज नंबर 1 क्वेश्चन मया से मगार का नंबर 1 दिए वया मो चीज त हाना चाहिँ सेक्स बोला लुमगा छ टाइम नसिटी उनी जुल अहिले साथ चाहिँ थमाउनु बाङको या फै मो तर उयो एक्जाम चाहिँ बालै मो यहाँ जुन कन्सियस माइन्ड हो सब कन्सियस माइन्ड को चाहिँ बाङको ठिकै फटकार होला छ यसले जाँच बिहोर्नु ल्यायो था भाषण ल्यायो चाहिँ यो चाहिँ यावै अब एक्वायर ल्याङ्ग्वेज हो लर्न ल्याङ्ग्वेज गाडी त सेको टाउ भ्याज ल अहिले एक्वायर ल्याङ्ग्वेज गाडी हो चाहिँ न्यू अप्सन थाहा मर्को होइन गटकी जी ठाउँको चाहिँ एक्वायर ल्याङ्ग्वेज इङ्ग्लिस जियो चाहिँ लागि चाहिँ एक्वायर ल्याङ्ग्वेज रुगा जी हामीले चाहिँ भनिबले जी अङ्ग्रेजी भनिका नेपालीको भनियो मको न्यू अप्सन भनियो जी अङ्ग्रेजी वो छु भाषा छम सेको ख सेके ढुङ्गा चाहिँ सब कन्सियस माइन्ड लान्छौँपट्टि जुल्ला छ हो लर्न ल्याङ्ग्वेज ल कन्सियस माइन्ड चाहिँ यदि इस्टाब्लिस जियो गोजुल्ला उयो चाहिँ एक्वायर ल्याङ्ग्वेज देगा अब नेपाली बाबा न्यू अप्सन वो शब्द छुलायो अब ठीक बिसँग लुमगा छ एक्वायर ल्याङ्ग्वेज कैते ढुङपट्टि का मामा बिउ भा वो चाहिँ एक्वायर ल्याङ्ग्वेज ल अहिले चाहिँ थौकने पनि मस्तेछ नेवा भाषाको लला छ वो लर्न ल्याङ्ग्वेज जुलको छेचना चाहिँ नेवा भाल हन्छ पनि मा बोपीसँग चाहिँ न्यने वया चाहिँ वो बिस्तार नेवा भाषाको लला छ वो चाहिँ एक्वायर ल्याङ्ग्वेज ल अहिले न्यू मा बोपीसँग चाहिँ मस्त नको चाहिँ खेबाल हना चाहिँ इमसा नेवा भा उल्टा हेर्दा इम्यु चाहिँ स्ट्रक्चर चलला छ नेवा भा नखेवा यो चाहिँ स्ट्रक्चर भाव भा जी यो कोही मथो लक्षी भित्र चाहिँ यो कोही मस्त नको चाहिँ सम्बन्ध तया मलाई सम्बन्ध तया इमसा चाहिँ ज्ञान भालाई यो विषय चाहिँ न्यने कोही बेला इम्यु भाइ स्ट्रक्चर फुका चाहिँ नेपाली भागा जिउ नेवा भा नभए चाहिँ इम्यु स्ट्रक्चर मिलाउँछ गटकी छिसाउले चाहिँ वन नलर गाड हैन वन गाड हाट मलाई वन नलर गाड हाउटी चाहिँ वो नेवा भा मको हो नेवा खे भाइ चाहिँ वो लग्जी आवाज ल न यो लेयो चाहिँ सब्स्टिट्युट जुल अहिले वन गाड हाट चाहिँ इमसा मसल वो खन्छ लिपा हान नभए अहिले मेरो छ त चाहिँ लर्न ल्याङ्ग्वेज एक्वायर ल्याङ्ग्वेज शिक्षा लुमगा छ नि छिकपिला जी छिकपिन चाहिँ छु बिसायना लाछ छिकपिन चाहिँ स्टुडेन्ट मको छिकपिन चाहिँ टिचर ख छिकपिन गमाउना गनाउना संस्था आउना चाहिँ शिक्षा चाहिँ बंकी तिनी वो बंकी तिनी जो कारण चाहिँ जी मेथड फुक चाहिँ थेथे या चाहिँ छिकपिन सक्सेस जिलाडी तर जी ग्रुप भयो ख चाहिँ थय टो चाहिँ धर्मसत देखाएर का शिक्षा गइदिम दे जी ल खाले जी छु मेथड प्रयोग यन्त्र ख वो प्रयोग यन्त्र मेथड चाहिँ छिकपिन त चाहिँ कमवेजको खगा तर जिउ आविष्कार खम्बको थोर चाहिँ ठोप मेथड न युज एन्ड ब्लेज जिता चाहिँ छौ बालाउ कम्प्लिमेन्ट गेवल लासा नेप्ले वेबले भिसा एक्सटेन्ड या त अपो मनोटेसा मतलब छु भिसा एप्लाई या बला 6 महिना तक बी अनलिबो हान जुन मास्ति होला अनि भिसा भाषा क्याम्प से आउना चाहिँ इमसा क्लास जोइन जिबले आउ काले दाइ लाई जग्गा भिसा लाई जग्गा होला अपो अमेरिकन त बाइ हामी जिमा पीपी मनोटो गया लेबे तर इबी वो चाहिँ अमेरिका वया जिता कमेन्ट छु आउला लासा हान ज्याव ल जुबले चाहिँ जी बंगाजन दुर्गाजी सिला जिता वया इमसा स्कु कमेन्ट दिला लासा वयाको पिसन चाहिँ 6 महिना बंगो बसेको चाहिँ एकदम टु द पोइन्ट मलाई थ्योरी ये चाहिँ एक हप्ता सेका वो कमेन्ट वबले जी थर्ड मा त गर्व एकदम जिल्ला एकदम बन्ठाउ गठ्याउका जी गर्व खला साथी हुन्छ होला ओके गुड मेथड जी युज यन्त्र ख गुड मेथड जी अन छला जनो ख वे मेथड चाहिँ जी थेथे यन्त्र न लगा छिक त पाउ योगा उले जक्का ओके छिकसा यदि थो मेथड चाहिँ बाला ख जु ख एकदम ज्यालगे जुर गा चाहिँ छिकसा समझे जुल्ला लासा युजन दिसा मखा तोला व गफ के ना वना तोला छुनी सुका जुता ज्यालगे मजुर गाजी त धेर लासा वो चाहिँ अप टु यु त्यहाँ छिक निवे बहुत आधार जुल अजुनिना चाहिँ गुप्ती चले जो गुप्ती जु गुप्ती बाला गुप्ती ठीक जो वो चाहिँ थ स्टुडेन्ट क्याटेगोरी भर परे जिका स्टुडेन्ट गया पि ख नबसेको ढुङ्गुपि खल्की मको नतिन सगो पि खल्की मको अथवा सेके ढुङ्गुपि भजा हन रिफ्रेश या पि खल्की मको अथवा चाहिँ गुरुङ समाज हुर्के जो नेवा जो व नेवा भाषा कि भने गेना से कि गुरुङ भाइ प्रभाव परे जिम त अथवा चाहिँ लिम्बू भाइ प्रभाव अथवा राई भाइ प्रभाव परे जि वो फुको चाहिँ चिक्ने चाहिँ इन्भाइरोमेन्ट अनुसार वो टाइममा चाहिँ गेना भुङ्गी भ उके भर परे जि एजुनी चाहिँ categorize the learners in a group चाहिँ आसा ग्रुप को बिना चाहिँ वेको पनि प्री टेस्ट क्यार भन्छ सी ल्या है मलाई 5 वर्ष तुम लागि 8 10 वर्ष तुम लागि विभिन्न किसिमको क्याटेगोरी वो चिप्स चाहिँ क्याटेगोरी यान्ति छ स्टुडेन्टले भोइ पे स्टुडेन्ट र अनि मेरो सोला चाहिँ आ गेना ग्रुपिङ या विषय चाहिँ छौ एज
अले एजुकेशन अले प्रिभियस नॉलेज नाप डुबटी नॉलेज छो इम्प नेवा भए सल कि मस वो जुल अले साथसाथै क्यान रिड अर राइट वेबअप चाहिँ नेवा भए भन्जको सल कि थन नेप्ले यो क्वेशन चाहिँ नेवा भए ल्यास तर जुए नमस भन्न मस यो गटुका आ जुए कारण छ प्र्याक्टिकलिटी मरो प्र्याक्टिस मरो नेपाल भाषा पत्रिका बनाइएको छ कचको बनाइएको डाल्छ बनि मस आगे वो मसयो कारण जिके दो जिनले भानु खलायो कि बिचरा अले प्रिपेयर ओन लेसन प्लान आठो किताब बनाएर ठुक्यायो आधारले शिक्षण चाहिँ भोङ्गिपटी मको शिक्षण ठो किताबे आधार चाहिँ थवे किसिमको चाहिँ लेसन प्लान देखि मलाई वो लेसन प्लान दिएका चाहिँ फर्स्ट हाफ आवर चाहिँ छुबङ्ग्यो अनमियो हाफ आवर चाहिँ छुबङ्ग्यो अनमियो हाफ आवर छुबङ्ग्यो उसको प्लान दिन्छ अले बिचे चाहिँ ब्रेक बिमार वो ब्रेक बियो मतलब चला चाहिँ झिसा चाहिँ खन्य वो न उलुलु बोल्दा हैन नि मलाई वो उलुलु ओटको भोङ्गी म यो गर्न सबकन्सियस माइन्ड चाहिँ उलुलु ओफको चाहिँ सबकन्सियस माइन्ड त सबकन्सियस माइन्ड चाहिँ न चाहिँ कन्सियस माइन्ड हेड चाहिँ बिचे ब्रेक मार मतलब चाहिँ आकि मुख चाहिँ बाथरुममा ओन मला कि मुख चाहिँ च्याटन मला कि मुख प्याउन चाहिँ सासा ल्याम यार कि वो सबकन्सियस माइन्ड फोन होम लाउने तुरुन्तै लोमन्थे जी तर उता हाना चाहिँ सो पॉइंट ट्रिगरिङ पॉइंट है मनि गटकी वो ठाउँमा वे गर्न क्यामेरा जमा दिला वे गयो क्यामेरा ट्रिक चुए जोलाला फोटो खिचेछ नि वो मोटिभ सर फोटो खिचेछ म अठे हाने सबकन्सियस माइन्ड कन्सियस माइन्ड हेड अठे ट्रिकिङ पॉइंट हो वो ट्रिकिङ पॉइंट बोला हाना वो ल्याएको तो थेर आवले जितल अठे मजो ढाइबिन डुफ साची बि म देला ए जितल अठे जे मजो के वो खैया म जे म तर चाहिँ खाउ विश्वास यो खंगा मलाई वो थ्योरीको खाउ फोकस त एप्लाई चाहिँ मको अले प्रिपेयर ऑन लेसन्स प्लान अले सिलेबस न थावे देख मला सिलेबस देख्दा चाहिँ ज्ञान देख्यो का वो ठोक किताब स्वयं गाली बच्चे सिक्न सिधै use a practical method to avoid memorization जी थावे किस्म चाहिँ होगा अब memorization गेर लासा मोनोटेसन अप्लाई नै भाषा युले जी युट्युब न यको खाना मलाई वहाँ चाहिँ रटन नगर हैन नेपाली ढाल चाहिँ रटेको हैन मलाई त्यो रटेको जो लाव वो आपा झोली तै तो जे फुक जीव मन्त्र बनबला छौ मन्त्र लुमन्डला फुक मन्त्र झोली वइचुनी नि लोमनी मगनी हो तोत्र बसा मन्त्र बसा पाठ यासा फुक यासा तर गेलिया लासा वो बिचै छ आफा लोमन्डला लिबा हो लुमना होइ मगो एजो आपा झोली तैले नि छपा आपा कोडल के फुक कोड लाउने नि मलाई छपा आपा कोड छपा आपा कोड लाउने एजो दिना चाहिँ मेमोरी या मजोरी होगा मतलब चाहिँ होला कण्ठ दुईको चाहिँ ढल्ला बिचे छौ खोप्याउन लागि वो लोम नहुनेको ट्याक्कै मुको एजो नि थर्ड मन्थ जो स्ट्रक्चर डेगा मला थर्ड मन्थ स्ट्रक्चर डेगा चाहिँ याद गर्न लाग्छ जिन्सले वो मेथड चाहिँ जिस एप्लाई याद गर्छ बाला अले ठो भुलिन दुको मेथड चिकपिन चाहिँ वो इमेल एड्रेस चाहिँ दिन्छ अन ट्रेबले चाहिँ ध्यान जुन जिन नन चुनुले उनी मुको ट्रेबले वना चुनी मला टोफुको मेथड सिपले चाहिँ इमेल छ या अथवा चाहिँ प्रिन्ट एना कपी ब्याबी शिक्षण यहाँ छ अलिकति चोइ छ चाहिँ ट्रेबले चाहिँ ध्यान जिता त मला अलि ध्यान जिता त होगा हान ट्रेबले वो कन्भर्ट डाइभर्ट जावल नि एजन शिक्षण चाहिँ यहाँ जको दिशा मेटेरियल फोकस चाहिँ सिक्नु उपलब्ध छ धनगिरीमा त निनिवे दगले तरो चाहिँ ठुयो लागि उपलब्ध छ use practical method to avoid a practical method दिगो सुला लाग्छ आ जी थन चाहिँ बना मतलब बंगा छ ना आठो बंगा चने चाहिँ मतलब इन्भाइरोमेन्ट जी शब्द चुचु यो ज्या मलाई होला वो फुक चाहिँ छ क्याटेगोराइजेसन जुइगा आ बन्या पसले वनगा डल्लासा बन्या पसले ढुन्या आवला गा ढाइने ओ ढाउसरा ओके न्यू अर्थ दो बन्या पसले न ढुइला ढुन्योला चिरे गरेको दैगा नवाबले सुन बन्या पसले ढुन्या आवला तलिमो दय मतलब सुलासा एनिमल ढुन्या आवला कि तहे वो चक्युटी ढुन्या हो जीव न्या भए विशेषता थोगा शिक्षण सुरै बन्या पसले ढुन्या आवला ढल्का ठिमो एसन सुरै झिल नेवार त खा छिसन ठु नि बन्या पसले घुम्ने न पागोइ मगो अलिमो ओला चक्युटी ढुन्या न्यावे तर वे शब्द वे सेन्टेन्स सम अमेरिकन त अथवा सम चाहिँ लर्नर मनु त छोला लाग्छ हरा त्यहाँ बाघ आयो कलिमो चासा शब्द दियो ता गर्न भयो चिया गर्न भयो छिउ त विशेष कि मोनोसिलेबिक ल्याङ्ग्वेज को छिउ भए वो मोनोसिलेबिक ल्याङ्ग्वेज जो कारण न चाहिँ खेतेसन चाहिँ छिउ भए ल्या मसौ कारण छौ न खागा इमसन झित थाइबे सुरे लगा ए नेवारो टर ट गर्छन् का झिउ भाषा न्यू किसिमको तय मर्छ झित छा मा न्यू त कलिमो झिउ भाषा दय मर्ने होला तर झित चाहिँ संस्कृत भयो को चाहिँ मतलब लादे आउ भएर हैन होला झिउ भाषा यो को 60% शब्द भोकाबुलरी चाहिँ संस्कृतमा झिउ नेवा भाषा ढाउ जोनो गुर्जु ढाला आ गुर्जु दियो चाहिँ नेवाबा मुख्य होला मलाई श्रेष्ठ ढाला शाक्य ढाला महाजन ढाला वो फोकस शब्द चाहिँ संस्कृत वया जो ए ढाबले जिल्ला संस्कृत भक्त चाहिँ जो उना न मलाई आज संस्कृति विरोधी जो टाइम पर्मनन्ट लाइन चाहिँ मलाई
जो संस्कृत अन हट पैन लगा चाहिँ आयोग सन ढाबा थों से आज 30-40% हो आयो आर्टिकल में प्याओ का जी वही बना दे दो एजुनी ना चाहिँ गोका सिलेबस देख बोले चाहिँ न्या भाइ कन्सल्टेट याना देख बोले कति पक चाहिँ अपुपति चाहिँ शब्द माला चाहिँ देख मलाई इन्भाइरोमेन्ट कति होगा क्लास ए बन बोले क्लास यु भोकाबुलरी नस तोसायो खलायो खस छ नस तोसायो चाहिँ भोकाबुलरी दai पसायो खलायो खस पसायो भोकाबुलरी वो फुको चाहिँ क्याटेगोराइजेसन का जो नि वो किस्म चाहिँ सब बिल्ल या मलाई अले थोत सम्पूर्ण जी खाना होला तर शिक्षण युजन तो सोच होला होइन याल कि भयो तो न्या वा बम्बले ठोस बस्तु ना युज याला वो छान को संगो खाना जी मुटो सब मुटो मोबर ओसी स प्या मोला शिक्षण ठोस फु याना लगी मयाना याना लगा याना ढैदी ला छे याले जो धाम न मटाल्ने हो छिप्पियो छिप्पिन चाहिँ जिन्ना पर ढुला मरला लगाइने यो लागि जिउ न्याप्ने चाहिँ छिप्पिने स ढुला मर लगाइने हो एज एज नवा मार्यो होला अच्छा एजको याटा जिम्मेको त्यस्ता ए यान्छ गिरा मटानी होला मलाई ओके ठोसबो चाहिँ बाला एकदम ठिक छु तर चाहिँ भटिजा थट्या कोठा दुगा के तो क्याटेगोराइजेसन हिसाबले चाहिँ थट्या कोठा दु तो युजासा जिउ तो अफु भएको तर ठोसफु युजना चाहिँ यदि व्यामन गर्नला छ सही मुखर गाटे हो जो खाम हो तर चाहिँ क्याटेगोराइजेसन अनुसार तो सब तयारी आओ जो साथे तो अझै बाले हो एजुनिया चाहिँ तो सब जो बाला का दौडे न पाखेन सुते सपोर्ट न प्याना जिमसन अमेरिका यो क्वेट ठंगे हुँदो तर ठो चाहिँ अंग्रेजी भा लास पनि लागि अंग्रेजी भा बना सेकी पनि लागि चाहिँ तो सब ज्याले हमजो इमसा चाहिँ नेपाली आगा पनि मसा जी नेपाली आकार गाटे सुनकला तो रङ दिस इज नॉट नेपाली आकार छिटो छोरा मलाई छिसा शिक्षण सिलका मेपसँगलाई मरानी युनिकोड नेपाली ला युनिकोड देवनागरी छ मजो छिसा क्याम्पेन हेमा आउँछ तुका युनिकोड नेपाली जुले नेपालको नेपाली छँदैछ नि यो नेवार लिपि किन चाहियो हिजो रास नेवार लिपि ढाउ इमसा चाहिँ नेपाली लिपि ढाउ अलमा एजुनी युनिकोड देवनागरी यो पुष्ण जिदा चाहिँ कम्प्लेन याउरो दया न चाहिँ ठो छु नेवा भए चुइबले गुब्लेन देवनागरी युज मया देवनागरी युज मया मलाई के नेपाली युको छ युज मया गाटा कम्प्लेन जी चाहिँ यो एकदम फास्ट अनुसार इंग्लिश रोमनागरी युज नेवा भए चाहिँ सगति फोकस जिदा सुन थाक्नु तर देवनागरी आफा चाहिँ चोया चाहिँ छेल्ला लाग्छ जी सेलफोन हैन जी चाहिँ अठियो चाहिँ बानी जी गुब्लेन म चाहिँ जी गुब्लेन का अपोसिन सुजिमा जी फेसबुक मेसेज एउटा न्याप्ले जी अंग्रेजी मतलब रोमनाइज आफा युजना चाहिँ जिनेवा भए पन्छला छोइचना न्याउ मेसेज पे मासा छौ खन्छोजुला अले छौ चाहिँ दोजोला ठना किताब छ न्यूले किताब जिकेट लन अमेरिका आठोला आल तपंगको प्याउ जुला नेपाल भिजा सुबो ज्या प्याउ प ठुकेन चाहिँ गन चाहिँ मुखला काचको तया चाहिँ बास्केट पसाउन बेला चाहिँ तरकारी न उकेन तल भान्डा न उकेन तल मलाई चाउचाउ न उकेन तल अठी जाउडी सबो गतो ओके चाउचाउ जको छटाटे हो तरकारी जको छटाटे वन्छ छटाटे उक्समा चाहिँ यदि चम्पाल याना चाहिँ या प्रकार होला सबो एकदमै जाले छ आठो हाना नाचा ढाट्नु त्यो नेपालमा पिने म पिने लागि चाहिँ जालेको मजो चाचा इन्सान नेपाली बोल्ने मसा देवनागरी आफा भन्ने मसा बिग प्रब्लम एजुन्डिना चाहिँ ठो सब यो चाहिँ आविष्कार जो कार छ वया खाला ठुके पाखे चाहिँ सुरला ठुके सिडी न त दियो अले फुको चाहिँ देवनागरी साथसाथै नाप्नामा चाहिँ अहिले रोमनाइज खाना तयार दियो तो किताब फ्रेन्ड्स अहिले चिपिङ ज्ञान है युज प्र्याक्टिकल मेथड युज सब्जेक्ट बेस्ड भोकाबुलरी सेन्टेन्स चाहिँ ध्यान हुन छ होला भोकाबुलरी चाहिँ मतलब फुको चाहिँ सब्जेक्ट बेस्ड भोकाबुलरी याबले चाहिँ जिसमा छुप बंकिटेनो को वो बंकिटेनो चाहिँ मतलब विषय चाहिँ टार्गेट याना उके भोकाबुलरी तयारी हाम्रो अलि बंगलाला अपना होई थौ किसमे गेमा ललासा दगले चोया वो बैगले थाउनमा आउरो तर छेली चौ मनो छोक्लो बैगले थिनिला अच्छा मला गो स्टेप दुआला ला छेली चुचौमा मनो हाम्रो चाहिँ लाछी जुल लाछी न छेली दुआएट चाहिँ खपखनी मला खपखरा चाहिँ सुहाने थाउन मला अनाउना माटा जुल माटा हुँगा छोटो हुँगा बैगला जुल स्टेप बाइ स्टेप दुनी ओके भासेक्युर गाडी हुन स्टेप बाइ स्टेप वन गाडा लाग्छ त्यो वो बैगले ठ्याटको भित्र चाहिँ यो को भोकाबुलरी इन्जन इंजिन हुँगिने यो को भोकाबुलरी सेकेट हुँगिने एजुनिना चाहिँ गुंगु सफुले गेल लाग्छ छक्न चाहिँ वो टोटा यो खलान्छ नि गणन चाहिँ छक्न बैगय खलान्छ नि वो कोही चाहिँ वो छेली वो चुको यो खचे टोफिका चाहिँ छक्न बैगय खँदैछ नि का एजुले भरि ज्यामसी होला ठो लिबर बिस्तार आ तो सफु चोया हुँगा लिबाना जिदा आठो 2011 प्याउ सबो 2018 दिन होला आजिन ठुके यो कोही रिवाइज यामा उठुगा बंगो लिसि चाहिँ मनोटे चाहिँ प्याउल नेम होला रिवाइज गर्न लाग्छ ए रिवाइज यहाँ तिन ल अले पक्तु या प्याउ रामायण न चाहिँ छम्मनु न चौमको बिस्तार बिस्तार उके रिवाइज न चाहिँ चोया लिसि आज उले थपा पहुँच या होला मलाई
त्यहाँ परिस्थिति अनुसार घेयामा को वो कासो न्याउने ख 52 नेपाल भाषी फिचर्स कसो छ सिक्न जिथन त्यो फिचर्स अफ नेपाल भाषा सिलेबिक टेन्डेन्सी मलाई सिलेबिक टेन्डेन्सी रुपसला चाहिँ यो कुझियो भयो चाहिँ गोका शब्द फुके छ आखा ढामको छ साउन्ड मतलब स जिन्दगी हैन स होला स ढाउ स ढाउला यो फरक नि छि स ला छिक्छ छु दवाबी अले छि चाहिँ वो स र मलाई सजगा ढल्ला छ छु जी ओके अर्थ है मोर दक्ले प्रब्लम है ठोका खे भा लाइफ में नेवा मस्ते स तो स ढाम सगा इम त गेना सिंग्यो आइम त क्याटेगोराइज या मला स लल्ला ठो स लल्ला ठो आ स गा ढाट ता ग या चाहिँ इमेलाई चाहिँ व नासन ढेको लटुने थे जिगा तस्के ठाउ गा इमेलाई ए जोडिना चाहिँ मा बो पिसाते ठाउ मुले त या नेवा भा जब सेनी मगो इमस स ढाफैया मको स ढाक्युलाई चाहिँ छिलेमा मस्तेसँग खाएमासँग जवाब बिउसा मा बो पिसा चाहिँ नेवा सँग जवाब बिमा चाइनिज त्यो यहाँ रुल डन अमेरिका नाप्लग चाहिँ छ च्याटुन त जिदा चाहिँ च्याकी गा चाहिँ चाइनिज भाषा था अलरेडी छन् त च्याबी जब तक छ चाइनिज भाषा धाइमको तबले छन् त च्या बियामो कम बियामो च्याटुङकी मो छन् त ए धाइबिन्दु लन्च नगियो छ अटे न्यागु चिज जिदा $0 बिले जिदा $10 बिले $5 बिले इफ यु वान्ट समथिङ यु नीड टु स्पीक इन चाइनिज त गाज जबरजस्ती इम्तदा लागा चाहिँ मस्तेसँग समेत या छिउ ए या ए भइगो रेल का छ हाबट चाहिँ सो यहाँ चाहिँ मोटपा सुङको टल्ला ओ गाडको कम से कम वो छौ पिरियड लाइले मस्त सुङको चन्ने बानीला खे ल्याउला ए चिप्समा चाहिँ आ मखला जि थन खौस चाहिँ समस्या गर्ने मस्ते त छ्याड ने हो भा लाग मजुरी होगा वो जो जागिर ने त चाहिँ ला भा मखले होला जागिर नेउलाई जो सला नेवा भा लाना जागिर दैयामको खासन नबाना चाहिँ मास्टर पास यापी मनोलेस 2 point न चाहिँ जागिर म लोकसेवा आयोगको 2 point लिवा जुबले चाहिँ ल नेपाल भाषा पढ्यो भने अब त्यो 2 point पाउँदैन र गाडा यो को नेपाल भाषा बोनी पिसा टोटाउन आठौँ नै देखा हो जी मसियो होला तर चाहिँ ए जुन ढुले बा ए ज्या चाहिँ के इम्पोर्टेन्स कन मर्यो न छिउ भ्यालु चाहिँ कमर्सियल भ्यालु चाहिँ मरु काने चाहिँ मरु त्यसमा मबोगा आ मबोने सोला जिन्छन् सो समस्या थो खना थुन लासा नेपे एमए भंगा टाउडो वो चाहिँ एकदम हाई लेभल जुल तर कोही छुया मर्गा ए ज्या चाहिँ न्याबु विषयले बीए पास जो चाहिँ वो जास गा सर्ट माल्छनका आ गुब्ले न भए मबो मनो न सकुन एमए बोन बले चाहिँ वेगसँग घेना चाहिँ अले रेसो दीर्घ समस्या बोल्नुला पासया मला न पासया मजुर गाटे हाया न अजुले सुला नेवा भए गुब्ले मबो 1 2 3 4 5 6 10 क्लास 11 12 ए आए गुब्ले मबोमा तर चाहिँ यहाँको सब्जेक्ट चाहिँ बीए पास जो छ यु आर वेलकम टु जोइन नेपाल भाषा एमए अब वेगसँग घेना चाहिँ यसले टिचर पनि त समस्या नि त निथन किरणजी थम्न थनाइ दिगला इज दैट ट्रू कहिमो वेगो अमेरिकन चाहिँ वया चाहिँ नेवा नेपाल भाषा एमए जोइन दिला त वेगो समस्या न जिसी होगा चाहिँ जिल्ला 1986 चाहिँ पास न हो नेपाल भाषा एमए होला तर एज जिन चाहिँ समस्या छु तर आठौँको नै समस्या आ मलाई मेउसो खजी तन धामा त्यो बालबामा छौ चाहिँ हुइम हैतो उन्डोगा जिन चाहिँ हुइमे ढा होइ तला वो चाहिँ अभियान मको हुइम खा हो विसर्ग मछली हुइम गोका बालबा हो वो यो थासेटु तर विसर्ग गाडी यो चाहिँ छिसलगी मस ढाबले चाहिँ सरका जवाब यो चाहिँ विसर्गका जे चाहिँ विसर्गवादीका युटो सकुले वया पथे दु सकुले छौ सेक्सन जे चाहिँ विसर्ग ज्ञान छलिउ ढिउ विषयले जुयाडो सिक्न सोइदिछ आ तन चाहिँ सिलेबिक टेन्डेन्सी ढिउ चलला छ यो को भया झिउ सब भोकाबुलरी चाहिँ हाई एकदमै मोनोसिलेबिक टेन्डेन्सी जिजो बिजनेस जिला मोनोसिलेबिक मला बानावे सब चाहिँ दिदु चाहिँ यो बनाउन सोहेर्न अलगै 22 सिलेबक चाहिँ गेरोला यो आफा यो शब्द कि नेपाली चाहिँ फुक्के चाहिँ 22 सिलेबिक जुल आमा बाबा काका छोरा ठाउँले म न्यू चाहिँ मलाई आफा साउन्ड बुझ्ने अले मल्टा सिलेबस चाहिँ यो क्वे कमको झिउ भाषा चाहिँ सोंगा पेंगा आखा डुबटी सोंगा पेंगा आखा तयागी जी बाँगे जी शब्द लुम सिपुस लुम न सोंगा आखा डुबटी चाहिँ शब्द छुटो छौ ठेस नेवा भयो त्यो नेवा लकस ओके लकस ओके अर्थ छु वातावरण होला अब अपयना छला कुने छ अठेर छ मेउ सुकुन्दा कलस चाहिँ नेवा भयो भटका सुकुन्दा आउन खगा
लस पुस्तक पेमा जुलगा सुभा निवा सुभा चाहिँ बाइलिङ्गुअल जुल हा ओला बाइस लेभल जुल मल्टी लेभल खाना जुल मटिना न मल्टी लेभल खागा और ठोक फुक शब्द चाहिँ आ नु मतलब चाहिँ प्याउ जुल नि आजको मटिना ठाउले नबला मटिना माने जिउ त माया महिना ढाइने आजको मटिना होला मटिना नुल जब मतलब प्याउ जुल जुल नु पनि जुल एजोने शब्द कुख नु वया चोंडो वो चाहिँ रिभाइभ जिया वो चोंडो वो रिभाइभ जिया वो चाहिँ एटा चाहिँ जिसुले चाहिँ वो बानावे लक्ष्य तर उही त रिटेन ज्ञान या होला कलस छाया मगे कलसला कल पाखा वो संस्कृत वो कलर एउटा छु ओके वो विजय खलाको जीव कलस चाहिँ संस्कृत म नेवा म काट्न होला कल खजुलगा कल खन कलस हो नि तुके विषयले मेउ खला तुके यो दो अया को यो दो इटिमोलोजी डिस्कसन गया कल खन चाहिँ कलज हो होला कल आउके विसर्ग टाइमले ख चाहिँ लोभ जुले विसर्ग टाइमला विसर्गले मट्या गर्न त्यो आवश्यक चाहिँ दया मर्गा आ विसर्ग एउटा जिमसँग अमेरिका चुना विसर्ग एउटा चाहिँ एस देव हुन्छ होला नेवा अर्गनाइजेसन अमेरिकाहरुगा चाहिँ मलाई जिमसँग त हाउ चाहिँ हो ढ्यामको कारण सुरु हुन्छ विसर्ग टास चाहिँ फुटी निप्ति टाइमला ओ फुटी निप्ति चाहिँ इंग्लिशमा चाहिँ पोलन जुलो उके अर्थ बरो वो अर्थ बरो कारण चाहिँ वो न्यू फुटी चाहिँ लिखिया चाहिँ एच देव हुन्छ न अले यस्तै चाहिँ नेपाली मनोलेसन जिम छोला लाछ तोला नेवा हा जुल नालगा अब यस झने ला दक्ले ला त्यो हल जिम पनि होला अनि साउन्डको ता गयो चौकिसमा चाहिँ अफोक्समा चाहिँ कम्प्युटर टाइपियामा कारण हैन अफोको या यानो का हो आ छोपिसेले शिक्षा चाहिँ यो कुरा ज्ञान हो जिम पढेछ माउमा हो मलाई एजो दिन चाहिँ मेरो छोरा लासँग आ भंगी बोले वोइ पि स्टुडेन्ट त्यसमा चाहिँ वेकअप नि चाहिँ ज्ञान काउले वेकअप नि चाहिँ नलेज काउले नापके सिक्न चाहिँ प्री टेस्ट कामला प्री टेस्ट काउले चाहिँ रिटन भर्सेस वो स्पोकन ल्याङ्ग्वेज ध्यान बिमलका छोक्समा रिटन ल्याङ्ग्वेज चाहिँ वेकअप सँग ट्रे मसासा मेवा किसिम चाहिँ के सिलेबस देखि मलाई मको इमसँग चाहिँ भरि बिचको ट्रे सासा इमे खाली नवाबको जोसा चाहिँ वो इन्भाइरोमेन्ट फोकस चाहिँ नवाबटी बाटोबाट देखि मलाई आ नवाबटी वातावरण देखिलाई चाहिँ ठिकै चाहिँ यो लेसन तन्त एउटा अब यहाँ चाहिँ गेजल लासा झिउ भाले स्विमिङ टठ गया ठाउँ होला स्विमिङ टठ गया ठाउँले क्वाउले मेम सम्मनु नाप्लगा झिसन तक्ले नाप्लगा नवाबटी शब्द छु भवन सर न कलका तारे माम अनि मेउ छुआ जो लोग टाइम हो न नमस्ते न टाइम हो न वो इन्भाइरोमेन्ट दियो होगा ओके नवाबको सेकीपी मनोटेल लागि चाहिँ वो चेनो सेकी मार्गा चाहिँ जेबी इम्पोज याद गर्दा लासा नियमबद्ध याद गर्दा लासा वेकअप चाहिँ छनु वही निनु वही सोनु निसे बिसुनी लगी वही मको क्लास है ओके वेकअप नि इन्भाइरोमेन्ट को कज अनुसार मटेरियल तयार या बाटे हो कारण चाहिँ मेन कारण नै होगा अनि मेरो सल्लाह का सिक्वेन्स अस्ताले बना लासा अस्ताले भोकाबुलरी सुजी फुक अंग्रेजी शब्द जोडी नर्स दियो अंग्रेजी शब्द सिरेन्ज ढल्लालाई अंग्रेजी शब्द डाक्टर ढल्लालाई अंग्रेजी अझ नेवा असन धामसर इबे डाक्टर जोनी डाक्टर बेजिया जो उकेर सो थ्योरेटिकल पॉइन्ट हो म डाक्टर जोनी अले जी नेवा भएको छ र ल चाहिँ मलाई कम्बाइन जोनी रानी चाहिँ खा भाषा ढल्ला छ लानी गा चाहिँ मलाई र ल इन्टरचेन्जेबल मिनिङ चेन्जेबल हो अले मनुयो ना चाहिँ रत्न मान्छा छौ फ्रेज जोल्ला छ कच्चा का ठाइबले लट मान्छा छौंदो कलिमो लट मान्छा ओ लट मान्छा गइया छु रोया लजुला अले माया मान्जुला अले चाया चाउने लट मान्छा रत्न मान्छा हाउ यो चाहिँ फुल फ्लेज नवाइबले चाहिँ लट मान्छा छौंदो वना छौ कि थ्योरेटिकल पॉइंट हो के छाए जोर गाडी ए जुन नि जोयो ह्याव लाना भए शिक्षा डिस्टिंक्ट यानी छ यदि सकाउने स्याउने बेला चाहिँ जोयो भाषा चाहिँ छिसा छोएक्स म धाइ नवाइबले छिसा चाहिँ मेक्स म आ ओके यो चाहिँ एक्जाम्पल छौ थन बियादै हो नो द साउन्ड चेन्ज मकला झिसा यदि बाङको चाहिँ जोयो खसा जी यागु छे ला जोमा गइसला आ यागु यो चाहिँ अचिन थो विभक्ति जुला अले यागु यता छिसा याउ मनागा जिउ छे जोनीगा जिउ छे धैबी यो पेटुगा जिउ छे जुला अले ए व जिउ छे चाहिँ छक्न याग्न टाइमला चाहिँ जिउ छे जोनु गलगा हामीले अनुसुल लोभ जुल को फुल मतलब चाहिँ यागुया वाइ ए जी सोंग आफा चाहिँ लोभ ज्या चाहिँ जिउ छे जोनु गला तो चाहिँ स्पोकन भाजुल होला एजोनी सेनिबले चाहिँ वेक पिन्ड चाहिँ जी गु छे गा चोला कि जिउ छे गा चोला
अनु चाहिँ डिफरेन्स आउनुका चुएबले लाला छ जिउ छेरगा चुएमाला तर नयाबले जिउ छे मराइम छ जिउ छे जोनी जी अले मेउ छ ल खचाहिँ ओया कोया जी याममा ल जी याममा आ झिसा ढेसना जिम्मा 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 ढेसना ल जी याममा आ वो मा म व गु व चाहिँ छौया क्याटेगोरी खाको वो गु गाडी यो चाहिँ नन लिभिङ अब्जेक्ट जुल म गाडी यो चाहिँ लिभिङ अब्जेक्ट गर्की गुलिन चाहिँ लिभिङ अब्जेक्ट हल्लाव सर्प मखला खिचा झंग तता के वो फुक चाहिँ लिभिङ अब्जेक्ट जुल ए जुन चाहिँ वो फुकन चाहिँ छटा क्याटेगोरी चाहिँ म युज चाहिँ अले नवै बेला चाहिँ म जुइमको म जोउने म जिउ साउन्ड अप लोप जाउने वो लोप जुइ मेन कारण छ लासा छ भावलो मेउ भावले बिचे वो ह वलाला ह परे हुनेका जिउ भाषा एज यो कोठा चाहिँ फेम भाषा नटेज नेपाली चाहिँ खलाबले तिमीहरुगा चुए हो आठ रिसेन्टली चाहिँ ठाउँले सुजा छौ तिमीहरु जुउँडो तिमीहरु जुउँडो वो तिमीहरु गेजा जोनल छ तिमी चाहिँ आइ व अले हरु या ह या लुन यो उ हो मला वो बिचे लावले वो हर तनाउन तिमी अरु जोउन स्वंग भावल चाहिँ छटाटु घुब्ले वइमको अले लोभ जुब्ले चाहिँ स्वंग भावल छटाटुले तिमीहरु जोलको साउन्ड चेन्ज हो यागा ओके ठोर मतलब चाहिँ नियम सिका शिक्षा चाहिँ नेवा भा लाइपिन्त नेवा भा सगो वइपिन्त उजी एप्लाई जुलगा लासा जिसले जित्या ढामास्ति होगा यदि सिक्न सुन जी बुक मतलब आविष्कार यानोपति बुक मेथड शिक्षा युज एन्ड दिल लासा सायद गन मजिफ हो तर एक्सेप्शनल केस का हो तर अपोजिट चाहिँ यदि वो मेथड युज एन्ड लासा जिसले तो ज्यालो जिफुका अले थो वो जिमिया तो जी या म मा वो उही त नवान मुनिमलाई जिम्मा 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 जुन ए जिम्मा जिम्बा जिम्दा 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 जुन वो चाहिँ मेपसँग चाहिँ अमेरिकन ट्रेडिसन अथवा चाहिँ नेवा भए मसपी मेपसँग निनीलाई जिम्मा जिम्मा जोड्ने यो क्या हो यो जिम्मा जिम्मा भनेको हैन हो ओके यो चाहिँ क्याटेगोरिकल छुट्टै आपले जिमी म मा राउका हो मला जिमी म किजा जिमी म खिचा आ खिचा न मा न फुक छौया क्याटेगोरी छ खिचा न सम लिभिङ बीइङ का प्राणीवाचक मला अप्राणीवाचक व प्राणीवाचक छौया के न्यू किसमें छुट्टै जुइ अले केउ ख मेनो अले छौ सेन्टेन्स चेन्ज छौ यो छुट्टाला छ छिमका गन्डुर गान्जनला छ जवाब छु है फुल सेन्टेन्स जिमिका छेदु होला जी याम का छेदु का खासना फुल फ्लेज होला उ यक्ने गर्न ढाबले जिमका गन्डो ढाबले यक्ने गर्न ढाबले चाहिँ ओके मध्यले साइट हो यदि फोनोलॉजिकली चाहिँ मिसिन चाहिँ टेस्ट गरेर लाला छ गुली सेकेन्ड टाइम लगाजो छिमका गन्डो ढाबले गुली टाइम लगाजो जवाब बिब्लेन ओसे अब कम जी का मला वो चाहिँ अकोस्टिक फोटो एनालिसिस अब टाइम सिधैको अले वैका गनौन हर्का टाइगा वया म का गनौन हर्का फुल फ्लेज जुएबले वो नयाबले चाहिँ वैका गनौन थुनि होला छ तर वो खे भए लाइबी मनुटसँग वैका गनौन रासिम स फ्री मका हो इमदा छ हैन कनिमानिका व या म का गन वन अल्ति निमसँग ठीक हो ओके झिउ भायो विशेषता इमसँग सेकिवे सट त इमियो भायो विशेषता झि त लादेन जुन देउगा झिउ भायो विशेषता इमसँग सेकिमाले अलगा सेके फैने एजुनि त्यहाँ नगरपालिका जिमा अथवा ह्यावे संघ संस्था जिमा सिक्ने चाहिँ छौ अभियान चलाइना चाहिँ छुयामा लासा नेवा भाषी सेनिपति चाहिँ अभियान चलाइमा जिन सौ चाहिँ एकदम आह्वान हैन चाहिँ वया चुनाव खातना मला अकुन नगरपालिका खजुबले चाहिँ एप्लिकेसन तव पिएम रो निवेदन तव पिएम रो अनि सेकी मला मला सेनिपी मनुट मला सेनी पिएम रो ह एग्री चिपसँग चाहिँ ठाउँ जिउ क्लास गया अथवा जिउ चाहिँ छो लेक्चर नेना चिकपिन चाहिँ 24 मिनेट डिटरमाइन या मला कि जिसँग सेने त्यो भावना देख मला जिसँग सेने दियो भावना देगा जिल्ला लाया मला देगा ढल्ला हुन मिले मुजो जी न्याठी नाना टाइम लगा दियो छोराला चाहिँ कसले आउन न्याउन दैमको खल्ती पे आउटी टाइम दियो छिउ खल्ती टाइम ल गुवा दो तर लिकिया त गनछिलिहरुको सेट माल्ने मला अजी लाउली वइला छना जिल्ला मला नि ला मला मनोर तर वइ छना वइउ कारण छना छ जिगा छौ भावना दो जिगा छौ लभ दो मला जिउ भायो लागि चाहिँ ये टाइम टिके वइ दिया ठौजो ल्याउ मा मनो इलामा मिवा बनि ल्याउ या मला ये टाइम टिके बिया एजुनि ल्या मला हरका ढाउ छटा चिक्ने कमजोरी खाओ ओने म फरका ढाउ न चिक्ने कमजोरी खा तर चाहिँ 1 घण्टा मला आसा 8 घण्टाला लाने 2 घण्टा मला आसा 1 घण्टाला लाने 3 घण्टा मला आसा 1 घण्टाला लाने छु किसिमले मतलब चाहिँ सेक्यु अथवा सेन्यु चाहिँ थगी मतलब जागर दतगारला छ वो टाइम युज या मलैगा अरे मला हरका ढाउ छटा चाहिँ झिउ डिक्सनरी चाहिँ वो शब्द लिखि छ जिउगा
मलाहरुका ढाउटी चाहिँ होला ए तिनी अहिले अभियान लावै नि अभियान चलेहरुका ढाउले ला थोया मला हेन्टेन डालला सुया ज्याजी मुनि सुया यालाई बुक्रिया जुम्दी अहिले सुनाना चाहिँ छिमकला गोहरुका नि अस चाहिँ जवाफ छु है ह जी वो जी निन्तिन हो जी होला छि धाउ मिला मजुलका सरकार मो असे मेप्सन मिजाल जवाब याल्छला जिमकला छैन थियो दे ओके वे सेन्टेन्सहरु चाहिँ फेमस छ धामा सुरा अच्छा चिकन नवा मको चिकन सिरीमा दिया मरु चिकन वेक अप इम्युनिटी भयो चाहिँ स्ट्रक्चर होला छ कला चाहिँ स्त्रीलिङ्ग जोडिन चाहिँ मेरो मको मेरी जिगा नम्बर 1 हो होला अहिले मेरी श्रीमती घरमा छिन् थो चाहिँ खया भयो चाहिँ स्ट्रक्चर होला स्त्रीलिङ्ग खया भएर गाडी हो चाहिँ जेन्डर ओरिएन्टेड ल्याङ्ग्वेज का वो जेन्डर ओरिएन्टेड ल्याङ्ग्वेज होला वो सो सेन्टेन्स बने बेला वो उके चाहिँ मिसान नवान चौन कि मिसान नवान चौन चाहिँ स्पष्ट सिधेको हो तर झिउ भाषा अटिमका एज नि ही इज प्रेग्नेन्ट हो कारणै हो चाहिँ झिउ भाषा चाहिँ जेन्डर ओरिएन्टेड मको तर झि जेन्डर ओरिएन्टेड याले छ्या मला अन होल चाहिँ खिचा त दु मखला सम खिचाए चाहिँ पियम मस्त दुका आ वो खिचा चाहिँ मिसामले मिलाम झि छिपिने यतना वा मजा दुम खिचा चाहिँ वो मिसामले मिलाम दिउ वो म मिसा म त लाटिन झिउ जेन्डर ओरिएन्टेड जिका एज उनीना चाहिँ झिउ भयो स्ट्रक्चर झिसो तुलला चाहिँ झिना गेन दवन चनु ख वजको बिचायाले सुनाना पिने मनोयाले छिमे भया ठ्याउगा कन मोबितले भाकन मनि उनी मुको छ वो चाहिँ सिक्किम अपनी खग एज उनीना चाहिँ झिउ भयो स्ट्रक्चर छुक इम्यु भयो स्ट्रक्चर कम्बाइन एना स्लेबले चाहिँ हाम्रो भाषामा यस्तो भन्छन् तपाईहरुको भाषामा यस्तो हुन्छ हरका चाहिँ स्ट्रक्चर चाहिँ कम्बाइन एना केन्द्र लाग्छ इमसँग चाहिँ ए यस्तो पो हो राजा सेगा गयो अहिले अंग्रेजी चाहिँ नेवा भए भंगी बोले अमेरिकन टेर ये न्याप्ले एना कम्पैरेटिभली भंगी होगा it is how it is called in English, this is how we call in our Nepal language. Comparatively बनला चाहिँ अहिले लिबा सेल्फ ओरिएन्टेड ज्या होइ सो थर्ड मेन्सन सेका होइ थर्ड मेन्सन सेका होइ चाहिँ अहिले नेक्स्ट टाइम वी प्ले इमसँग चोइला ला चाहिँ थर्ड मेन्सन to सेन्टेन्स देखा होइ गले किताब चाहिँ तो गाइड ठुके छ ल होला अहिले थर्ड मेन्सन बिल्ड अप यही ठुके छ एक्जाम्पल ब्याडे इंग्लिश अहिले ओके इंग्लिश मा ठेजु ला छ नि आउँछ अब मेरो छो चाहिँ झिउ स्पीच चाहिँ गेला ला छ नासन थोल्ला लायो झिउ विभक्तिका वो केस मार्क काटाइगला केस मार्क अनि भएर रासना जुला वो चाहिँ खे भया लाइबी मनोटेसा चाहिँ जान जग्गा घोडा नै खागा हैन तस्क्यान ठाउँ गयो लागि साथै इम्यु भया चाहिँ अया मको मतलब मोनोसिलेबिक ल्याङ्ग्वेज मको एज वो ज्ञान चाहिँ इम त अफ के भ्यू वो छो चाहिँ झिउ नो परि मतलब चाहिँ थ्योरी चाहिँ प्रयोग यामा होला झिउ लागिले छौ ठाको मजो यस्तो भन्न झिग ढाको छ म ढापै मको होला खिचान जान ल का ढाके छ भन लहना रेडियो प्रोग्राम है मुन्ना शॉट है नि होला वो देखे खैबा हो नि वो मुन्ना शॉट आउ झिसन नेवा सन ढाइन ठक्क मजु नि झिसन ढामन लला छ मेक्स मा ढाइ वो खेसम मनुना नवाना ढाइ दजु नेला चिकन नेला छ नि ढाइ नका वो मुन्ना शॉट का वो फ्रेश वो नेला बिउले वो नेवाना नवान चोठे छ्वाय हुन्छ मुन्ना जा सरी मुन्ना जा दिसो थाहा छ वो मेप्सन नवान चोल तर आज या तो प्रोफेसर समथुन थापा आफा बङ्गीमा थापा मोन हिमांशु थापा नेवा मको होला थापा नजुला तर उहाँको प्रोफेसर नेपाल भाषा प्रोफेसर गएजुला लगनशीलता ध्यान इन्ट्रेस्ट जे लल्लासा खे लाए भाइ बि मनुटन चाहिँ नेपाल भाषा प्रोफेसर जी फो त इन्ट्रेस्ट दे मला एजुनेल सिक्ने प्रयत्न लासा यदि भाषाको आउने खसा सेनिउ खसा वो इन्भाइरोमेन्ट आया देखमला अले भोकाबुलरी आया देखमला अले साथ चाहिँ मेथड न चाहिँ इम द एप्लिकेबल यामला गोकी के सेल्फ ओरिएन्टेड यामला फर्स्ट अफ अल चाहिँ सेल्फ ओरिएन्टेड का फर्स्ट अफ अल सेल्फ ओरिएन्टेड ठोकने बनावा नि का चाहिँ गुना धाम जी तो सफो सोया शिक्षण थवे सेन्टेन्स चाहिँ नेवा चाहिँ इन का थाउ अले एजुबले चाहिँ इम द अफ होला जी मतलब ब्रेक काला मेरो विषय